डिस्क्लेमर यो भिडियोमा भनिएका सबै कुराहरू मैले आफैले भोगेको भएर मैले भिडियोमा भनिरहेको हो। त्यसैले गर्दा पनि कसैले पनि यो कुराहरूलाई आफ्नो मुटु फोक्सो कलेजो किडनी दिमाग कतै पनि नलिनुहोला भन्ने विडम्बना अनुरोध गर्दछु। हेलो गाइज, वेलकम ब्याक टु दिस च्यानल। आजको भिडियो एकदम डिफ्रेन्ट हुनेवाला छ होइन, किनकि यो अलिअलि गेम सम्बन्धीको अपडेट पनि रहेको छ भने अलिअलि मेरो लाइफमा यो बिचमा भएको घटनाहरू होइन, स्पेसल्ली हाम्रो थम्बनेलमा हेरिसक्नुभयो होला धेरै के डिस्क्राइब गर्ने। सो ढिला सुस्ती नगर्दै तपाईँहरूलाई एउटा सानो कुरा सोध्दै मेरो डिस्क्लेमर कस्तो लाग्यो त पहिलोचोटि युज गरेर राखेको छु। त्यसैले गर्दा कस्तो लाग्यो, के लाग्यो, कहाँसम्म लाग्यो अनि कहाँ लाग्यो सबै भनिदिनु होला भन्ने कमेन्टमा आशा गर्दै हामी आफ्नो भिडियोलाई अगाडि बढाऊँ। सो एल्डस वान अफ दि हार्डेस्ट मलाई लाग्यो होइन, किनकि हाम्रो जिलोङ वान अफ दि बेस्ट थियो। मैले पहिला पनि खेलेको, त्यसैले गर्दा सजिलो लाग्यो भनेपछि हाम्रो हेरी एल्डस एकदम गाह्रो। अब त्यसको पञ्च पावर बढाउनुको लागि पनि होइन, त्यो स्ट्याक्सहरू बढाउनु पर्ने होइन, त्यसपछि त्यसको फननननन घुमेर अगाडि जाने अट्याक पनि मैले बुझेको छैन। बट एउटा बफ चाहिँ मैले बुझेको छु है, त्यसको ट्याकर एकैछिन लगभग 1 सेकेन्डको लागि चाहिँ त्यसले रोकिदिन्छ। त्यतिखेर फटाफट आफ्नो साथी छन् भने ठोक्न सजिलो, तर एक्लै गयो भने चाहिँ जसले पनि जोत दिन्छ त्यसलाई। सपोर्ट पछाडिबाट सपोर्ट दिनेले चाहिँ सक्दैन, जस्तो हाम्रो मिया चपेटमा आइन् भने चाहिँ मजाले गइन् है। अनि हाम्रो आइस फाल्ने एउटा कुन क्यारेक्टर छ उहाँ आउनुभयो भने चाहिँ उहाँ पनि जानुभयो मजाले शीतलो पारेर, उहाँलाई पनि मैले शीतलो पारिसकेको थिएँ। तर अरू हाम्रो मार्क्सम्यान भन्दैनन् क्या त्यसलाई फाइटर नै भनौँ, सोन आयो भने होइन, सानो कि सोनो समथिङको आयो भने लाइक हुन्छ नि, जो फाइटर प्लेसमा पर्छन् अलिकति एसिसियनमा पर्छन्, तिनीहरू आयो भने चाहिँ शीतलो चाहिँ मलाई उल्टै पारिदिन्छन् है। एन्ड यो एल्डस भन्ने क्यारेक्टर चाहिँ सर्ट गेमहरूको लागि चाहिँ होइन है। जसले पनि सर्ट गेम खेल्न चाहनुहुन्छ र सर्ट भिडियोजहरू बनाउनुहुन्छ भने कृपया सर्ट भिडियोजहरू बनाउनुहुन्छ भने त लङ भिडियोबाट काटे पनि हुन्छ, तर सबै भिडियोहरू हाल्नुहुन्छ भने कृपया तपाईँले एल्डस लिनुभन्दा अगाडि पहिले आफ्नो च्याकमा पिलो आउने गरी बसेर टक्क लाएर त्यसलाई चाहिँ मास्टरी पहिले गर्नु होला। म जस्तो पछि मास्टरी गर्छु, मास्टरी गरेको भिडियो बनाउँछु भनेर हाल्नुहुन्छ भने तपाईँको भिडियो यही एउटा एल्डसमै रिपिटेडली कास्टली रिपिट भइरहेको छ र यिनी भ्युवर्सलाई पनि झ्याउ लाग्छ। एज वी नो द्याट मेरोमा भ्युजहरू पनि एकदम कमाइरहेको छ, एकदम कम। मेरो साथीले मात्रै हेरेको छ लिटरली, तर त्यो साथीले कमेन्ट पनि हान्दैन के, त्यही त गाह्रो छ मलाई। त्यसले कमेन्ट नहालेर कमेन्ट हालेर जस्तो बेचत हान्दिएको भए पनि मेरो कमेन्ट यस्तो यस्तो आयो कृपया यताउति भनेर, तर त्यसले कमेन्ट पनि हान्दैन, बेचत पनि गर्दैन, बस हेर्छ छोडिदिन्छ। मैले भन्छु त्यसलाई कसैको नि भिजाएन, 1-2 स्थलले त दिँदै हेर्दै भनेर बिन्ती गरेपछि त्यसले हेरिदिन्छ। अनि त्यसलाई चाहिँ मैले खुवाउँछु कट्टी रोल। हाम्रो घरतिर एउटा राम्रो ठाउँ छ कट्टी रोल खाने, पछि तपाईँहरूलाई पनि भनौँला। हाल फिलहालको लागि यो भिडियोमा चाहिँ नभनौँ। एन्ड आजको सानो टपिक रहेको छ होइन हाम्रो एल्डसको बारेमा। पहिला हाम्रो गेमको कुरो गरौँ, त्यसपछि हाम्रो डिस्क्लेमर अनुसार मैले भोगेका सानोतिना कुराहरू होइन, सानोतिना मर्महरू चाहिँ तपाईँहरूसँग सेयर गर्नेवाला छु। एकदम राम्रो छ, इन्डसम्म हेर्नु होला। मेरो मर्म पनि एकदम दह्रो छ, सुन्नु अन्त पेट मिची हाँस्नुहुन्छ क्या तपाईँहरू। सो होइन एल्डस सुरुमा मैले भनिहालेँ, हाम्रो एकजना प्रिय दाइले मलाई सजेस्ट गर्नुभयो है। अनि एल्डस वान अफ दि बेस्ट भन्दा नि भइगयो। मैले एकै पञ्चमा पनि बिचमा मैले खेल्दाखेरि लिटरली 400 पोइन्ट बल्ल तल पुगाएँ होइन, तर पनि हाम्रो गेम सकेको थिएन। 25 मिनटको गेम थियो, 400 पोइन्ट पुगाएँ लिटरली। मैले सेकेन्डवाला पावर युज गरेर बफ युज गरेर जस्तै पञ्च हाने भ्याट्ट मऱ्यो कि त्यो। ओ माई गड, 1 पञ्च म्यान, यो नि पारा गरेर त्यतिखेर त जितेँ। तर सुरुको गेममा फाइट लिन जानु भनेको चाहिँ एकदम चुतियापना हो होइन, जुन मैले पहिल्यै एउटा भिडियोमा मैले गरिसकेँ। आई थिङ्क त्यो चाहिँ नगर्नु होला, एकदम हाइली सजेस्ट गरेर आएको छु। त्यो एल्डस लिएर पहिले सबैलाई जोत्छु भनेर जानुहुन्छ भने तपाईँ उल्टै जोतिएर आउनुहुन्छ। त्यसैले गर्दाखेरि चाहिँ एल्डस लिँदा चाहिँ अलिकति ध्यान दिनुपर्ने कुरा यो। अनि दोस्रो, जङ्गल मात्र गरेर अलिक काम हुँदैन, त्यसैले EXP लाइनमा नत्र मिडल लाइनमा हाम्रो सानो उताबाट आउने मिनियन्सहरूलाई गोदेपछि मात्र पाउनुहुन्छ तपाईँले। जङ्गल गर्नु होला साथीहरूसँग मिलेर। अनि त्यसपछि मिडल लाइनमा गएर उताबाट आउने हाम्रो अपोनेन्टको मिनियन्सहरूलाई चाहिँ ड्याम हान्नुभयो भने चाहिँ 2 पोइन्ट 3 पोइन्ट पाउनुहुन्छ। अनि मैले यसो गरेर हेरेको, हाम्रो त्यो जादुकी छडी लिएर आउनेलाई मार्नु छ भने 2 पोइन्ट,
तरवार लिएर आउनु छ भने त्यसलाई मान्नु छ नि 1 पोइन्ट, र त्यो यत्रो तीर बोकेर आउँछ नि ठुलो बडेमानको यहाँ गुरगुर लास्टमा त्यसलाई मार्नु छ भने पाउनु छ 3 पोइन्ट हो। त्यसरी चाहिँ यो पोइन्ट चाहिँ डिस्ट्रिब्युट हुन्छ। अनि एन्ड तपाईँहरूले जङ्गलमा गएर शिकार खेल्नुभयो भने चाहिँ ड्याङड्याङ शिकार खेल्नु भने चाहिँ त्यसमा पाउनु छ तपाईँहरूले 2 पोइन्ट। यो पनि एकदम राम्रो छ होइन। तर जङ्गल चाहिँ सुरुमा गर्न जाँदाखेरि नर्मल्ली बिस्टहरूले नि तपाईँको लाइफ धेरै नै घटाइदिन्छ है। त्यसैले गर्दा त्यसलाई पनि ध्यान दिनु होला। त्यसैले अलिकति लङ रेन्जमा हान्ने या अलिकति ह्याप्पी अट्याक हान्ने साथीहरूसँग खेल्नु छ भने चाहिँ तिनीहरूलाई लिएर जङ्गल गर्नु होला। एक्लै गर्न जानु भने चाहिँ अलिकति अप्ठ्यारो र टाइम वेस्ट हुनसक्छ तपाईँहरूको। एन्ड जङ्गल गर्ने क्रममा पहिला हाम्रो मिनियन्सहरूलाई टार्गेट गर्नु होला, किनकि तिनीहरूबाट छिटै आउने छ तपाईँलाई पोइन्ट। जति धेरै पोइन्ट त्यति पावरफुल पन्च। एन्ड मैले चाहिँ स्ट्याक्सहरू युज गरेको छु, तपाईँहरूले अगाडिको भिडियोमा पनि हेर्नुभयो होला मेरो बिल्ड कस्तो छ होइन। इलिमेन्ट ब्याजेसहरू कुन कुन छु भनेर त्यो हेर्नु भएको छैन भने कमेन्ट गर्नु होला। त्यो सम्बन्धी पनि म हजुरहरूलाई भिडियो बनाएर दिने नै छु। एन्ड मेरो ब्याजेसहरू चाहिँ सजेस्ट गर्नुभएको मेरो सुभाष दाइले हो, जो एकदम राम्रो हुनुहुन्छ। पहिले पनि उहाँको धेरै तारिफ गरिसकेँ। दिनके गर्न लाग्यो भने तपाईँहरूलाई पनि घ्याउ लाग्ला होइन। सो उहाँले चाहिँ मलाई सजेस्ट गर्नुभएको सबै ब्याजेसहरू स्पेलहरू जति पनि छन् उहाँले नै सजेस्ट गर्नुभएको र उहाँद्वारा नै चुनिएको भएर मैले उहाँकै लिन्छु ब्याजेसहरू अरू के पनि लिन्न। एन्ड त्यो चाहिँ राम्रै काम गरेर आएको छ, त्यस्तो नराम्रो छैन होइन। तर मैले चाहिँ युट्युबबाट हेरेर ब्याचेसहरू लिएर त्यो अनुसार गर्थेँ, तर अहिले चाहिँ मैले त्यो गरेको छैन। एन्ड अलिकति के झ्याउँछ भनेपछि एल्डसमा मैले पहिले पनि एकचोटि मार्क गरिसकेँ। त्यसको पोइन्ट मेन भनेको पोइन्ट हो त्यसको गाह्रो। अनि जङ्गल गर्न लागेपछि जङ्गल मात्र नगर्नु होला एल्डस लिएर, पहिला चाहिँ उताको मिनियन्सहरूलाई मारेर बल्ल जङ्गल गर्नु होला है। अनि त्यसपछि अलि लङ रेन्ज अट्याक हान्ने तिनीहरूलाई मार्नको लागि चाहिँ फ्लिकर युज गर्दा एकदमै राम्रो, किनकि झ्याप पगाडेर जाने बडाममा पन्च हान्ने बफ युज गर्ने त्यतिन्जेलसम्म फेरि आउँछ त्यो, अनि फेरि बडाममा हान्ने, अनि एकछिनसम्म रोक्ने, अनि फेरि बफ फेरि बडाममा। हामीले भन्न खोजेको के भन्छ, हामीले अट्याक हान्दाखेरि चाहिँ फर्स्ट स्किल सेकेन्ड स्किल फेरि फर्स्ट स्किल फेरि सेकेन्ड स्किल अनि फेरि फर्स्ट, अनि एकैछिन रोक्ने, अनि फेरि सेकेन्ड स्किल फर्स्ट स्किल गरेर रोटेसन मिलाएर हान्नु भयो भने चाहिँ एकदमै राम्रो हुनेछ। र जति धेरै यो तपाईँले हेर्नुभयो होला त्यहाँ नम्बर 80 90 कति 30 कति छ, त्यो नम्बर चाहिँ तपाईँले 350 प्लस गराउनु भयो भने चाहिँ बल्ल अलिकति तपाईँहरूलाई सहज र सजिलो हुनेछ एल्डस लिएर। नत्र भने त्यो प्लस गराउनु भएन र त्यसै फाइट लिन जानुभयो भने तपाईँको कुनै पनि पावरले कसैलाई पनि हान्दा केही पनि चोडाउँदैन। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले तिनीहरूमा पनि ध्यान दिनुपर्छ। ल जङ्गल गर्दा साथीहरूलाई लिएर जाने, एल्डस लिँदाखेरि चाहिँ लङ गेमहरूमा चाहिँ एकदमै राम्रो, जति सक्दो आफ्नो टावरलाई बचाउने, अनि त्यसपछि सिधै फाइट लिन नजाने। क्राउड कन्ट्रोल अलिक खतमै छ यसको है, मैले खेलेअनुसार। यी 2-3 जना आएपछि चाहिँ क्राउड कन्ट्रोल गर्न अलिक गाह्रो हुन्छ, र यसको मुभमेन्टहरू पनि अलिकति स्लो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति भाग्न पनि गाह्रो। फ्लिकर सकियो भने तपाईँको ज्यान पनि सकियो। एन्ड फ्लिकर लिएर भाग्न खोज्नुहुन्छ भने फ्लिकर सकभर तपाईँको यो जुन एक्स्ट्रा हाम्रो के भन्छ रिजम त्यस्तै के छ नि बिचको त्यो हरियो फ्लिकर पछिको यताको हो, पहिला फ्लिकर युज गर्नु, अनि त्यो युज गर्नु भने चाहिँ थोरै एक्स्ट्रा स्पिड बुस्ट मिल्छ। अनि त्यो स्पिड बुस्ट युज गरेर तपाईँ अलिकति टाढा भाग्न सक्नुहुनेछ। एट द एन्ड एल्डस खेल्दाखेरि चाहिँ तपाईँले लङ गेमको लागि लिन पऱ्यो सकभर होइन, टावरहरूलाई आफ्नो बचाउनु पऱ्यो, एनिमीहरूलाई पछाडि धकाल्नु पऱ्यो, जङ्गल गर्न पऱ्यो, आफ्नो पोइन्टहरू बचाउनु पऱ्यो पन्चलाई पावरफुल गराउनको लागि चाहिँ। अनि त्यसपछि स्किल 1लाई चाहिँ जति सक्दो धेरै अपग्रेड गर्नु होला, त्यसले गर्दा नै मेन अट्याक त यो, अर्को त बफ हो, अनि तेस्रो चाहिँ उडेर जाने हो। त्यो मैले बुझेको छैन, त्यसैले तपाईँहरूलाई म सजेस्ट गर्दिनँ। एन्ड तपाईँहरूले पनि एल्डस लिएर खेल्नुहुन्छ र एल्डसको बारेमा केही जानकारी छ भने प्लिज कृपया कमेन्ट गरिदिनु होला। र अर्को कुरो, अनि जङ्गल गर्दा साथीहरू पनि भइहाल्यो, अनि त्यसपछि डाइरेक्ट चाहिँ गएर दुश्मनहरूलाई हान्न नजानु होला। त्यसपछि तिनीहरूलाई हान्न गएपछि आफैलाई नै उल्टै खाइन्छ। त्यसैले गर्दा बी केयरफुल, बी सेफ। खेल्दाखेरि चाहिँ लङ गेम खेल्नु, एल्डसले तपाईँलाई धेरै नै साथ दिनेछ। र 1 पन्च म्यान भनेर पनि फेमस हाम्रो एल्डस, 1 पन्च म्यान भएको कारण त्यही हो। 350 भन्दा माथि गर्नुहुन्छ भने 1 पन्च म्यान, नत्र भने त्यही हो गाँडमारा म्यान हुन्छ। त्यसैले गर्दा एल्डसको बारेमा मैले अहिलेसम्म बुझेको होइन अपडेटहरू चाहिँ यिनीहरू नै हुन्। त्यसपछि पनि मैले अरू केही कुराहरू बुझेँ, एल्डसको बारेमा नयाँ कुराहरू थाहा पाएँ भने म तपाईँहरूलाई भनि नै छु।
हैन। अनि हामीसँग स्टिक भएन होला। यहाँसम्म हेर्नु भएको छ भने कृपया सब्सक्राइब गरिदिनु होला, लाइक ठोकिदिनु होला। अनि एल्डर्सको बारेमा अरू केही जानकारी छ तपाईँहरूसँग हैन, मैले बुझ्नुभन्दा पनि अब भ्युवर्सहरूले कहाँबाट के हेरिसक्नुहुन्छ। त्यसैले गर्दाखेरि चाहिँ त्यो पनि मलाई भनिदिनु होला। म चाहिँ अब नुबी हो, नुबीले धेरै कुरा जानेको पनि हुँदैन, हजुरहरूकै सहयोग र सहायताले गर्दा म अगाडि बढ्ने हो। र अब चाहिँ हाम्रो मैले आफैले भोगेको, मैले आफ्नै घरमा है, यो चाहिँ अलिकति रफ जानेवाला छ, रोस्ट एन्ड टोस्ट टाइपमा हैन। हाम्रो एनइए नेपाल इलेक्ट्रिसिटी अथोरिटीले चाहिँ एउटा सानो अपग्रेड जोड्न पर्ने छ जस्तो लागेछ मलाई। कलिङ फिचर है, म जहाँ बस्छु त्यहाँको विद्युतमा कल गर्दाखेरि लास्टै बिजी हुन्छ कि यति बिजी हुन्छ कि मैले एकचोटि 127 चोटि कल गर्दा 128औं चोटिमा सायद उठेको थियो होला। यो चाहिँ अलिकति पुरानो कुराहरू हुन्। त्यसैले गर्दाखेरि पनि प्लिज म हात जोडेर भनिरहेको छु, एनइए को डाइरेक्टर जो पनि हुनुहुन्छ हैन, उहाँले चाहिँ कृपया फिचरहरूलाई चाहिँ एड गरिदिनु होला भन्ने विशेष अनुरोध गर्दछु म। अनि यो सम्बन्धी सायद मैले फेसबुकमा पनि एकचोटि एउटा भिडियो हालेको थिएँ। एन्ड माई मम ड्याड हैन स्कोल्ड मी है, गाली गर्नु मलाई, यस्तो भन्न हुँदैन सरकारीहरू, किन भन्न नहुने हो, हामीले सरकारलाई ट्याक्स तिर्छौँ भने हामीले पनि त सुविधा पाउनु पर्यो हैन। एन्ड म आफ्नो पोइन्टमा आइरहेको छु। कोही मान्छे हुन्छन् ओहो हो यति मात्र हेरेपछि एहे यस्तो भन्ने तैँले हैन, हाम्रो इलेक्ट्रिसिटी अथोराइजेसन यस्तो भन्ने एनइएलाई के गरेको छ, तँलाई के नै थाहा छ? हो मलाई के पनि थाहा छैन, मलाई यति कुरा थाहा छ कि मैले आफ्नो सुविधा पाउन पर्यो हैन। त्यसैले गर्दाखेरि एन्ड म एउटा कुरा अचम्म पर्छु कि नेपालमा हरेक साल गर्मी आउँछ हैन, हरेक साल आउँछ, जाडो पनि हरेक साल आउँछ, बर्खा पनि हरेक साल आउँछ हैन। तर गर्मीमा कहिले नि बत्ती जाँदैन, बर्खामा पानी परेपछि बत्ती जान्छ, र गर्मीमा चाहिँ गर्मी बढी भएपछि बत्ती जान्छ। मान्छे गर्मीले बनाउनला हुन्छ, भ्याट बत्ती काटिदिन्छ। अनि पङ्खा जति चैट, चिसो कुरा चैट, गर्मी यति धेरै हुन्छ कि साला म टिनको घरमा बस्छु कि लिटरली टिनको घरमा बस्छु, राति बत्तीमा भोल्टेज हुँदैन, बत्ती आउँछ भोल्टेज हुँदैन है। अनि त्यसपछि फोन गरेर सोध्यो लाइन बिजी, 7 चोटि कल गरेर नि एकचोटि उठ्छ, अनि कता न उसको टिफिनै चोरेर खाइदिउँला जस्तो गरेर छिटो भन्छ, भ्याट्टै फोन काटिदिन्छ कि। अनि मेरो दिमाग सड्किन्छ। एन्ड एकचोटिको कुरो हो, मेरै घर अगाडि पोल ढलेको थियो है, कसरी ढल्यो त्यो चाहिँ थाहा छैन, जस्ट बिहान उठ्दाखेरि चाहिँ पोलको एक साइडको पुरा फुटेको थियो होइन। अनि त्यसपछि हामीले हाम्रो विद्युत प्राधिकरणलाई फोन गऱ्यौँ। अनि विद्युत प्राधिकरणलाई फोन गर्दाखेरि हुन्छ सर हामीले न्युज पाइसक्यौँ, हामी अहिले 1 घन्टामा आइपुग्छौँ भने। ल ठिकै छ, 1 घन्टामा बत्ती आउने भनेर खुसी। 1 घन्टा बित्यो, 2 घन्टा बित्यो, 3 घन्टा बित्यो होइन, 1 बज्यो फेरि फोन गऱ्यौँ होइन। तर मैले अर्को नम्बरबाट फोन गरेँ, नयाँ नम्बरबाट फोन गरेँ। सर अब ठाउँको नाम चाहिँ म तोक्दिनँ अहिले, पछि तपाईँहरूले थाहा नै पाउनुहुन्छ होइन, धेरै फेमस भयो भने चाहिँ म आफ्नो फेस रिभ्यू गर्छु भनेको छु। एन्ड सर यस्तो कम्प्लेन थियो भन्ने सुने, मैले यो भने हेलो सर बत्ती चाहिँ कतिखेर आउँछ नि मेरो लाइनमा, आफ्नो लाइनको लाइक हुन्छ नि आफ्नो ठाउँको नाम लिएर। सर हाम्रो त्यहाँ बनाउन गएको छ ठेकदारले, पोल हाल्दैछ, अनि अब आधी घन्टाभित्र पोल हालेर भ्याउँछ नि बत्ती आउँछ। लिटरली त्यो न ठेकदार आएको छ, न मसिन आएको छ, न पोल आएको छ, कोही पनि इनफ्याक्ट कोही हेर्न पनि आएको छैन कि। फोन गर्दाखेरि के भन्छ भने बनाउँदैछ सर आधी घन्टा लाग्छ। अनि मैले के भने सर मेरै घर अगाडि पोल ढलेको हो, तपाईँको कोही पनि आएको छैन बनाउन, को ठेकदार हो होइन भनिदिनुहोस् न। अन्त ए त्यो त ठेकदारले हेर्ने कुरो मलाई त थाहा छैन है भनेर फ्याट्ट फोन लगाइदिन्छ। के होइन नि तरिका, झुट बोल्नु छ नि राम्रै गरी झुट बोल्नु न। एन्ड हाम्रो यहाँ नि यो कुरा पनि मार्क गर्नु है, तपाईँहरूले आफ्नो स्टाफलाई अलिकति झुट बोल्न छ भने चाहिँ सिकाएर पठाउने गर्नु होला, किनकि झुट बोल्न नि आउँदैन तिनीहरूलाई है। झुट बोल्ने छ नि अलिकति तरिकाले बोल्न नि यार, मान्छेलाई पनि अलिकति होस् नि। ओहो होइन, झुट बोल्नु भनेको चाहिँ अगाडिको मान्छेलाई यतिसम्म विश्वास दिलाउनु कि तिम्रो कुरा चाहिँ राइट छ, मैले चाहिँ यो बुझ्छु। तर तपाईँहरूको जुन स्टाफहरू हुनुहुन्छ नि उहाँहरूलाई झुट बोल्न आउँदैन, झुट बोल्न खोज्नुहुन्छ तर आउँदैन। झुटै नबोल्ने चाहिँ भनेको होइन है मैले, झुट बोल्न चाहिँ धेरै झुट बोल्नुहुन्छ है। यति कुरा हुनुहुन्छ कि त फोनै उठाइदिन्न, फोन उठाउनु भने 10 मिनटमा बत्ती आउँछ भन्नुहुन्छ, तर आउँछ 10 मिनटको लागि बत्ती आउँछ। त्यो पनि झुट हो नि, 10 मिनटमा बत्ती आउँछ भने 10 मिनटको लागि मात्र बत्ती आउने। बत्ती त आमामा कैँचीले पेपर काटे चाहिँ काट्न लागेछन् आजभोलि। थ्याङ्क्स टु हाम्रो कुलमान घिसिङ सर होइन, उहाँ हुँदाखेरि चाहिँ बत्तीहरू एकदम थोरै जान्थ्यो।
एन्ड आई थिङ्क 2 वर्षको पिरियडसम्म उहाँ चाहिँ विद्युत प्राधिकरणको टाउको भएर बस्नुभएको थियो होइन। उहाँ आउँदाखेरि चाहिँ लिटरली है एकदम बत्ती टाइम टु टाइम आउने होइन, बत्ती जानुभन्दा अगाडि पनि सूचना आउँथ्यो क्या हो सायदै, मैले थाहा पाएअनुसार। एन्ड लाइक हुन्छ नि सबै कुरा सिस्टमेटिकली थियो क्या, तर उहाँ हट्नासाथ सबै कुरा अनब्यालेन्स भइगयो। अब त दसैँ तिहारमा पनि भ्याट्ट बत्ती जाला जस्तो छ है। एन्ड मैले यो भन्न खोजेको होइन कि कोही पनि नराम्रो हुँदैन, कुलमान सर नै राम्रो भन्न पनि खोजेको होइन। गरेपछि सबै राम्रो हुन्छन्, तर कुलमानजी जस्तो राम्रो चाहिँ अहिलेसम्म कोही पनि थिएन विद्युत प्राधिकरणमा है। एन्ड अर्को के कुरा छ भनेपछि मैले एकचोटि आजकै कुरो हो है, मैले यो भिडियो बनाउनुभन्दा अगाडिको कुरो हो। एन्ड मेरो घरबाट 4 किलोमिटर एप्रोक्स 4 किलोमिटरको 4 किलोमिटर टाढाको ट्रान्सफर्मर बिग्रेछ भन्यो है। अनि मैले फोन गरेँ, सर त्यहाँको चाहिँ ट्रान्सफर्मर बिग्रेको छ अनि त्यसैले गर्दा बत्ती काटेको, चारैतिर बत्ती काटेको छ भन्यो होइन। अनि त्यसपछि मैले उत्तिनखेर मेरो साथीलाई फोन गरेँ कि चारैतिर बत्ती काटेको छ भनेर। उत्तिनखेर चाहिँ मेरो साथीलाई फोन गरेपछि ओ तेरो घरमा बत्ती, अबे बत्ती त गएकै छैन मेरो घरमा, कहाँबाट आउने कुरो, गएकै छैन भन्यो। ल ठिकै छ भने अनि फेरि फोन गरेँ अर्को नयाँ नम्बरबाट, अनि फेरि त्यही बहाना चप्काएँ मलाई। अनि मैले सबैतिर काटेको छ, सर सबैतिर काटेको छ। त्यसो भए त त्यो ठाउँमा त आइरहेको छ त, मेरो साथी घरमा त बत्ती काटेको, त्यो ठाउँमा भर्खरै बनाएर आएको हो सर, त्यो ठाउँमा बत्ती नै गएको छैन म्याडम भनेको हुनै सक्दैन सर। ल म्यान त्यो पनि हो, झुट बोल्ने हो, झुट त बोल्ने होइन नि। बत्ती दिन छैन भने राम्रै गरी भने हुन्छ या केही कारण भने हुन्छ, त्यो बत्ती लाइक हुन्छ नि कारणहरू पनि थाहा पाएको हुन्न कि, लाइक फोन आएपछि चाहिँ यस्तो यस्तरी भन्नु भइहाल्छ भने जस्तो कि यस्तो जुगाडमा चलिरहेको छ विद्युत प्राधिकरण। यो कुरालाई पनि अलि मार्क गर्न पर्यो होइन। अनि अरू कुराहरू चाहिँ पछि केही पनि भएन र यस्तै भयो भने चाहिँ म थप्ने नै छु। आजको लागि यतिसम्म मात्र। यो कुरा चाहिँ एनइएले मुटु दिमागमा नलिनु होला, यो मैले भोगेको कुरा हो। यो भिडियो चाहिँ धेरै लामो भएको कारणले गर्दा धेरै एक्सप्लेन गर्न पाएन। भेटौँला अर्को भिडियोमा। अब गेमिङ भिडियो मात्र आउँछ है, अरू चाहिँ आउँदैन नभोग्दासम्म। टाटा बाई बाई।